मुख्य दरवाजा ल तपाईहरुको घरको मेन डोर जुन हुन्छ नि त्यसको सिधामा कुनै किसिमको रुखहरू नहोस् र कुनै खुट्टी पनि नहोस्, कुनै प्रकारको इलेक्ट्रिक पोस्ट पनि नहोस् र अरूको घरको दैलो पनि नहोस्। त्यो छ भनेदेखि तपाईको मेन दैलोको सिधासिधीमा कुनै किसिमको रुखहरू छ, इलेक्ट्रिक पोस्ट छ, केही कुनै किसिमको खुट्टीहरू छ भनेदेखि प्रगतिमा बाधा हुन्छ। मानिसको प्रगति हुनु बहुत साह्रो हुन्छ, बहुत धीमी गतिमा प्रगति हुन्छ। र घरको मेन दैलोको अगाडिपट्टि चाहिँ कुनै किसिमको रुखहरू चाहिँ बाधाहरू, रुखहरू, खुट्टीहरू नराख्नुहोस्, सक्दो त्यसलाई हटाइदिनुहोस्। त्यो राम्रो मेन दैलोबाट चाहिँ पुरा पोजिटिभ एनर्जी आओस्।